वेलकम माई युट्युब भ्लग। आज चाहिँ हामी दुबईमा रहेको 7 स्टार होटल बुर्ज अल अरब नजिकै हामी जुमेरा भन्ने ठाउँमा चाहिँ हामी स्विमिङको लागि गइरहेका छौँ। संजोगवश हामी 4-5जनाको छुट्टी एकै दिन मिलेको छ र हामी चाहिँ त्यसतर्फ अगाडि बढिरहेका छौँ र हामी गएर स्विमिङ गर्ने, अब रमाइलो गर्ने होइन। त्यसको लागि अब विशेष कमान गुरुङको रिक्वेस्टमा आज चाहिँ हामी स्विमिङको लागि गइरहेका छौँ। हामी बसेको ठाउँबाट थोरै नजिकै पर्छ, धेरै टाढा पर्दैन। हामी त्यही भएर छौँ। लगभग 10-15 मिनट लाग्छ हामी बसेको ठाउँबाट र हामी त्यसतर्फ अगाडि बढिरहेका छौँ। 4जना छौँ। यो चाहिँ बुर्ज अल अरब नजिकै पुग्न लागिरहेका छौँ। त्यहाँ चाहिँ बिच पनि रहेको छ र त्यहाँ हामी स्विमिङको लागि मौसम पनि अलिकति गरम छ होइन, धेरै तापक्रम बढिरहेको छ, झन्डै 40 डिग्री सेल्सियस रहेको छ। आज चाहिँ हामी रमाइलो गर्नेछौँ साथीभाइ गएर। ल हामी नजिकै पुग्न लागिरहेका छौँ बुर्ज अल अरब। यो चाहिँ 7 स्टार होटल हो दुबईको र यो नजिकै हामी गइरहेका छौँ। गाइज, हामी चाहिँ फाइनल्ली हाम्रो डेस्टिनेसनमा पुगिसकेका छौँ र हामी यही क्षेत्रमा गएर हामी स्विमिङ गर्नेछौँ, फोटो भिडियो बनाउनेछौँ। र हामी पुगिसकेका छौँ। हाम्रो सन्तोष खनाल आइरहेको छ। सन्तोष खनाल एकदम ह्यान्डसम रमाइलो मान्छे होइन। अनि हामी चाहिँ अब भाइले फेरि हाम्रो ब्याग बिर्सिएछ, पछाडिपट्टि राखेको थियो। सबैजना उत्रेर आइहाल्यौँ, केही छैन। कमान चाहिँ एकदम निराश छ, किन हो कुनी। पहिला चाहिँ अब उसकै रिक्वेस्टमा हामी गइरहेका थियौँ। उहाँ पुग्ने बेलामा चाहिँ एक्कासी डिसअपोइन्टेड भइदिइरह क्या, के भयो कुनी। अलवेज रहेको हाम्रो ह्यान्डसम खनाल ब्रो। ल अब हामी चाहिँ यता स्विमिङको लागि अगाडि बढिरहेका छौँ। स्विमिङको लागि अब अगाडि जाँदैछौँ, अगाडिपट्टि। त्यहाँ चाहिँ अब निश्चित एरिया हुन्छ पौडी खेल्नको लागि, एरिया बनाएको हुन्छ, त्यो भित्र हामीले खेल्नुपर्ने हुन्छ। हामीले चाहिँ अब त्यो परसम्म देखिएको छ नि रातो बल्ब, त्यहाँसम्म जान मिल्छ, त्यहाँसम्म गएर खेल्न मिल्छ। त्यहाँभन्दा उता चाहिँ हामी जान मिल्दैन। यहाँ अब लाइफ गार्ड हुन्छ, लाइफ गार्डले त्यहाँभन्दा उता जानलाई निषेध गरेको छ।
र रिस्क पनि हुन्छ, धेरै अगाडि बढ्यो भने रिस्क हुन्छ। त्यही भएर हामी मध्ये एकजनालाई चाहिँ अलिकति स्विमिङ गर्न पनि आउँदैन, त्यही भएर आज स्विमिङ पनि सिकाउने भन्ने हाम्रो प्लान छ। सम्भव हुन्छ होला, किनकि यहाँको पानी नुनिलो हुन्छ, नुनिलो पानीमा अलिकति उत्रिनलाई सजिलो हुन्छ। र एकजना साथी छ, तर त्यत्रो धेरै डुब्ने ठाउँ त छैन, र पनि सिक्नको लागि कोसिस गरिरहेको छौँ। खानु एउटा पटक देख्यो यता बुटाला पानी पर्छ ल त यता बुटाला कहाँ पुऱ्याइछु बुटाला पार पऱ्यो के अलि माथि उँभो चाहिँ के ल हैन त हे छ्याप्पै केटी आयो जस्तो लाग्यो। यो त बवाल मेउरी हुन्छ दाइ नेपाल गएछ तपाईँ यार। कहाँ तान्ने नाटक होइन भिडियो हो नि त। मात्र नि यार पानीमा यार आउनु न खुट्टा टेक्नु न खुट्टा छ त खै आउनु पर्यो भिडियोमा। हेलो दाइ के छ पढेर आउँदैन क्या आउँदैन क्या गयो के गयो डुबे डेन्जर डुबो रहेछ यार। थके लाए मजाले पानी खान्छ अनि चित्त पुग्छ। यसै नै दुईजना राम दुईजना यो देखिएको चाहिँ भुज आलार अफ 7 स्टार होटल हो। हात मिलाउनु हो त्यस्तो भिडियो बनाएको अब चाहिँ हामी रुमतर्फ जाने तर्खरमा छौँ। हामी अब धेरै टाइम बितायौँ पौडी स्विमिङ खेलेर होइन। कोही चाहिँ कालो भयो भनेर दुःख मन गरिरहेका छन् साथीहरू, घाम धेरै छ नि त बाहिर। थ्याङ्क यू फर वाचिङ दिस भिडियो, दिस ब्लग। कृपया लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। धन्यवाद।